आफै छिटो बोल्यो अरे अनि यसपालि बिस्तारै बोल्नु अरे अनि आज अब अलिकति बिस्तारै बोल्दै भ्लग बनाउँछु। अनि अस्तिको भ्लगमा मैले तपाईँहरूलाई च्यालेन्ज दिनु भएको थिएँ। धेरै च्यालेन्ज नआएको कारणले अब यो भ्लगमा चाहिँ म सिमसार गएको भ्लग बनाउन छु। म हजुरबासँग सिमसार जान आँटेको सिमसारको जाने बाटोतिर भेटिन्छ गाइज। ल गाइज म चाहिँ आधी बाटो पुगिरहेको छु। यहाँ पछाडि त्यो हाम्रो घर, यहाँ म हजुरबासँग जाँदैछु। अनि अहिले हामी पछाडिको बाटोबाट सस्तो बाटोबाट जान आँटेको। अहिले कहाँबाट छिर्छु तपाईँलाई देखाइदिन्छु। अहिले बाटोमा छु अहिले हामी चाहिँ यहाँको सस्तो बाटोबाट पछाडिको बाटोबाट गइरहेको छौँ। काँडाले यहाँ घोच्यो पानी पो रहेछ। अब उभिहाल्यो अब सोध्यो यहाँ बाटो बन्द छ भने हामी त्यहाँबाट जान्छौँ, छैन भने यहीँबाट जान्छौँ। गाइज यहाँ हाम्रो अगाडि ठुलो खोला छ। यहाँ तपाईँहरू जानु भने मान्छे डुबेर मर्ने धेरै चान्स छ यहाँ। त्यसैले हामी साइडको बाटोबाट जानेछौँ। यहाँ सानो सानो खालको पुल रहेको छ र हामीले दुःख भोग्नु परेन किनभने यहाँ ढोका खुल्ला रहेछ। यस फाइनली ढोका खुल्ला रहेछ। अब हामी यहीँबाट जानेछौँ। हामी भित्र एन्ट्री गरिसकेको छौँ। यहाँ पुलहरू रहेको छ। अब हामी यही बाटोबाट तपाईँहरूलाई सबै यहाँ के रहेको छ सबै देखाउनेछौँ। र भिडियो राम्रो लाग्यो भने लाइक र सब्सक्राइब पनि गरिदिनु होला। अनि यहाँ सक्नुहुन्छ यत्रो ठुलो पोखरी रहेको छ। यो चाहिँ मलाई चाहिँ थाहा छैन होइन, यो सबै मान्छेले खनेर गरेको अरे। अब हो कि होइन, साँचो हो कि झुटो मलाई थाहा छैन। अब हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। अनि त्यहाँ चाहिँ जनावरहरू राखेको छ। अब हेरौँ अब त्यहाँतिर जान्छौँ कि जाँदैनौँ। अब गयो भने त्यहाँ तपाईँहरूलाई भालुहरू देखाउनेछौँ। भालु बाघहरू त्यहाँ रहेको छ। ल अब तपाईँहरूलाई कस्तो च्यालेन्जिङ भ्लग हेर्नु मन लाग्छ दिनुहोस्। मैले त अस्तिको फर्स्ट भ्लगमा भनेको थिएँ तपाईँहरूलाई कस्तो च्यालेन्जिङ भ्लग हेर्नु मन लाग्छ भन्दाखेरि धेरै कमेन्ट आएको थिएन। हाम्रोमा एउटा मात्र कमेन्ट आएको थियो, त्यो पनि एनएस भ्लगबाट। त्यो मेरै साथीको भ्लग च्यानल हो, उसलाई सब्सक्राइब गरिदिनु होला। अनि कस्तो कन्टेन्ट तपाईँहरूलाई राम्रो लाग्छ भन्नु होला। अनि भिडियो राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु होला। यहाँ पहिले राम्रो पिङ खेल्ने ठाउँ थियो, अहिले यहाँ भत्किसकेको छ। यहाँ घाँस यहाँ कस्तो गाह्रो भइरहेछ हिँड्नको लागि। यहाँ कस्तो गाह्रो हुन्छ अब हेरौँ। 不知道你是喜欢晴天还是喜欢雨天，不知道你的口味、你的爱好、约会时间，刚刚才想起好像有。 मेरो छिटो बोल्ने बानी छ। अस्तिको भ्लगमा पनि छिटो बोले अरे अनि अलिकति नराम्रो भयो। अब अलिकति बिस्तारै बोल्न ट्राई गर्छु, तर सक्दिनँ क्या। सक्दिनँ अनि के गर्नु त। अब भ्लग राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु है। अब माइन्ड नगर्नु होला। अब अलिकति बिस्तारै बोल्ने बानी छ नि, म जहिले छिटो बोल्ने बानी छ। अनि यहाँ हाम्रो रहेको छ मन्दिर, यो मन्दिरको अथिवारा मन्दिर। अनि त्यहाँतिर छ पुलमा मलाई मोबाइल लान डर लाग्छ। मोबाइल खस्यो भने मेरो घरमा वाट लाग्छ। अनि यहाँ छ नेपालको झन्डाहरू। अनि यहाँ सबैसित खाने ठाउँ, त्यहाँ बस्ने ठाउँ। अनि सिमसारको मेन गेट चाहिँ रहेको छ यतातिर, मेन गेट यतातिर रहेको छ। अनि यतिकै तपाईँहरूलाई देखाउनको लागि मैले आएको। अब यहीँ नजिकैको मान्छे हुन्छ नि एक्सर्साइज गर्न बिहान बिहान ताजा हुन्छ, अलिक बडी तन्दुरुस्त हुन्छ क्या अलिकति त्यही। अनि यता नयाँ सामानहरू पनि एड गरेको छ। तपाईँहरूलाई केही खेल्नु छ भने आउन सक्नुहुन्छ यहाँ। अनि
यहाँ मुनितिर ब्लक खिएको छ त्यहाँतिर पुलको बाटो छ सबै ठाउँमा डस्टबिनको व्यवस्था गरिएको छ त्यही हो अरू केही होइन गाइज जनावर देखाउने प्लान क्यान्सल यहाँ सबैजना मान्छेहरू भएको कारणले अब यहाँ नदेखाउने अब उता जब घुम्न आउने मान्छेहरू हुनुहुन्छ अनि घुम्न पनि भन्छ केही डिस्टर्ब नगरौँ भनेर गइदिएको माइन्ड नगर्नु होला अब अर्को पालि फेरि कहिले आउँदाखेरि देखाइदिन्छु अब हामी यो बाटोबाट फर्केर फेरि त्यहाँदेखि घुमेर जानेछौँ यही बाटो फर्किने यहाँ बाजा देख्न आउनुहुन्छ कहाँ गयो हरायो ए ढेडु उता कता गयो उता माथि चढ्यो उता छ अब हामी त्यहाँदेखि घुमेर जान्छौँ यहाँ प्रयोग गरेर अनि शनिबार जाने ठाउँ यहीँबाट हो अब हामी यहाँबाट फर्केर त्यहाँदेखि घुमेर जानेछौँ त्यही त गाइस अब माइन्ड नगरिदिनु ल अब आजको लागि मलाई के कन्टेन्ट बनाउनु जस्तो लागिरहेको थियो अनि के कन्टेन्ट अब केही कन्टेन्ट थिएन अनि मैले यही कन्टेन्ट बनाइदिएको है गाइस माइन्ड नगर्नु गाइस हामीले तपाईँलाई उताको जनावर देखाउन नपाए पनि हामीले यहाँ तपाईँहरूलाई बाघ देखाइरहेको छौँ यहाँ बाघ यतातिर बाघ मात्र छ अनि यहाँ 5 खुट्टे गाई पनि छ अब 5 खुट्टे गाई पनि छ सब्सक्राइब चाहिँ नगरिदिनु होला यस्तै इन्ट्रेस्टिङ भ्लगको लागि राम्रो लाग्यो भने सब्सक्राइब अनि लागेन भने के चाहिँ मैले इम्प्रुभ गर्नुपर्छ कमेन्टमा लेखिदिनु होला अनि बोटिङ गर्ने ठाउँ त्यहाँतिर रहेको छ यतातिर रहेको छ होला हाम्रो 5 खुट्टेवाला गाई यहाँ खोज्नुपर्छ 5 खुट्टेवाला गाई 5 खुट्टेवाला यहाँ रहेको छ यो कालो हाम्रो 5 खुट्टेवाला गाई यहाँ यो पछाडि यो खुट्टा भएको यो 5 खुट्टे गाई हो बसिरहेको छ अहिले अगाडिबाट कसरी देखाउनु मुनि कहाँबाट जाने यताबाट जाँदा हुन्छ खै हेरौँ अब आजको लागि यति थ्याङ्क फर वाचिङ सी यु इन नेक्स्ट ब्लग बाई